जय श्री गोरखनाथ गोर्खा दर्शन गरिसकेको छु मैले चाहिँ र हजुरहरु पनि दर्शन गर्न आउनुस्। जय भोलेनाथ। अब यहाँ चाहिँ हाम्रो हनुमानको मन्दिर रहेको छ। यहाँ चाहिँ शिव भगवानलाई हनुमान भगवानलाई सम्झिसकेपछि हामी चाहिँ उकालो लाग्दै छौं र अहिले गोर्खा गेटबाट म भित्र छिरे। हनुमान ढोकाबाट छिरे भन्नु न। यहाँ चाहिँ दुईटा बाटो रहेछ। म चाहिँ अघि आउँदाखेरि जुन बाटोबाट आएको त्यही बाटोबाट फर्किँदैछु। हर हर महादेव। जय भोलेनाथ। गोर्खा काली माता काली माई हाम्रो कुलदेउता नै उहाँ हो नि। र यो भनेको चाहिँ तलदेखि माथिसम्म उकालो छ। अलिकति उमेर गएको बुवा आमालाई चाहिँ अलिकति गाह्रै हुन्छ। मलाई पनि स्यास्या हुन लागिसक्यो। स्यास्या चाहिँ हुँदैन। र मैले हजुरहरूलाई ल्याइसकेको छु हाम्रो गोर्खाको सबै कानुनी कारबाहीदेखि लिएर हरेक कागजातहरू सबै चिज यहाँ हुन्छ। आज चाहिँ सोमबार भएको कारणले भिड छ है हजुर। सोमबार भएको कारणले हो कि खै अरू बेला पनि यस्तै हो। आज चाहिँ जे होस् अलिकति मैले भिडै देखेँ। यहाँबाट हजुरहरूले तलको भ्यूहरू हेर्न सक्नुहुन्छ। गाडी पनि आउने रहेछ त्यहाँसम्म। म चाहिँ हिँडेर आएको। जय भोलेनाथ। ल यहाँ पनि यताभित्र चाहिँ म जाँदिनँ। हामी जान्छ यो भित्रको मन्दिरमा हो। म चाहिँ भित्र मन्दिर दर्शन गरिसकेको छु। अब फेरि पनि म त्यहाँ चाहिँ हजुरहरूलाई भिडियो बनाएर देखाउन चाहन्छु र भिडियो बनाउन गइरहेको छु। जय होस्। म हजुरहरूलाई एकदमै राम्रो भ्यूहरू पनि देखाउने छु र साथमा हाम्रो गोरखनाथको रोड पकाउने ठाउँ, हाम्रो रोड बनाउने ठाउँ यहाँ भित्र रहेको छ। यो भित्र चाहिँ हाम्रो गोरखनाथको रोड बन्छ र गोर्खा पनि म पहिलोचोटि दर्शन गर्न आइरहेको छु भन्दै ओम शिव गोरख। र यहाँ शिवलिङ्ग पनि छ। हजुरहरूले शिवलिङ्ग पनि हेरिदिनुहोस्, दर्शन गर्नुहोस्। आउन सक्नु भएको भक्तजनलाई धेरै धेरै शुभकामना बधाई छ र आउन नसक्नु भएकोले भिडियो हेरेर दर्शन गर्न सक्नुहुनेछ भनेर मैले आज भिडियो बनाउन गइरहेको छु। जय गोर्खा महाकाली। र यहाँ हाम्रो श्रीरामका सेना पनि हुनुहुन्छ। उहाँले चाहिँ सबैलाई निगरानीमा राख्नुहुन्छ। कसले के गर्दैछ, कहाँ जाँदैछ उहाँले चाहिँ निगरानीमा राख्नुहुन्छ है। र यहाँ साथमा हाम्रो मन्दिर सुरक्षा गर्नको लागि पनि हुनुहुन्छ। खटिनु भएको प्रहरी प्रशासनदेखि लिएर सेना, देश सेना सबैजना हुनुहुन्छ। मैले चाहिँ
र यहाँ चाहिँ रोड बन्नलाई सुरु भइसकेको छ। हजुरहरूले देख्नुहुनेछ रोड बनाउनुहुन्छ र प्रसाद लिगौँला हामी पनि। रोड खाएपछि मनै शान्त हुन्छ। म अनि यहाँ तल रहेको गोरखनाथको मन्दिरमा नि आइसकेको छु। गेटबाट छिर्दै भगवान्को यहाँ दर्शन गर्न पाइनेछ। गणेश भगवान्को दर्शन गर्न पाइन्छ। यहाँ चाहिँ आमाले पूजा गर्दै हुनुहुन्छ। गणेश भगवान् चाहिँ यहाँ हुनुहुन्छ, हजुरले देख्न सक्नुहुनेछ। जय भोलेनाथ। र यता भित्र पनि मठ मन्दिर रहेको छ। र यता भित्रको चाहिँ हामीले जुम गरेर देखाउनु पर्ने हुनेछ हजुरलाई। तर अब अहिले हामी त्यो सबै गर्दैनौँ। हजुरहरूले यति नै दर्शन गर्नुपर्ने हुनेछ। र अलिकति चाहिँ म हजुरहरूलाई अलिकति प्रष्टसँग देखाइदिन चाहे, तर खै देखिन्छ कि देखिँदैन भन्ने हो। भित्र हजुरहरूले देख्न सक्नुहुनेछ। यहाँनिर चाहिँ हाम्रो भगवान् पनि रहनु भएको छ र उतापट्टि छेकेर राख्नु भएको छ। अहिले आरती हुँदैछ। यहाँ चाहिँ आरती भइसकेको छैन। म चाहिँ अलि अगाडि नै आइपुगेँ र आरतीमा पनि सामेल हुन्छु भन्ने मनमा इच्छा छ। र दर्शन गर्न नपाउनु भएको भक्तजनहरू चाहिँ उतैबाट भिडियो हेरेर दर्शन गरिदिनुहोस् भन्न चाहन्छु। जय भोलेनाथ। यहाँ त्रिशुल पनि छ महादेवजीको। हजुरहरूले चाहिँ यो मन्दिरको भ्यूहरू हेर्न सक्नुहुनेछ। भर्खरै म गएको मन्दिर यहीँभित्र पर्यो र अहिले म चाहिँ हजुरलाई बाहिरको दृश्य देखाउँदैछु। अहिले चाहिँ बिहानको समय छ र म पनि बिहानै आइपुगेँ दर्शन गर्नलाई। अहिले 8-9 बजिसक्यो जस। फेरि म चाहिँ हजुरहरूलाई सुरुमा आएको यहाँ मन्दिरभित्र पसेको थिएँ, कालिका माताको मन्दिरभित्र। र म कालिका माताको मन्दिरभित्र पनि हजुरहरूलाई लिएर जाँदैछु। यहाँ चाहिँ हाम्रो गेट रहेको छ। यहाँभित्र चाहिँ हाम्रो प्रहरी प्रशासन सरहरू र त्यसपछि गएर देश सेना हाम्रो सबैजना बसिराख्नु भएको छ। र अहिले चाहिँ आजको चाहिँ यहाँ अन्तिम सोमबार पनि पर्यो, साउनको सोमबार पनि पर्यो। त्यही कारणले चाहिँ यहाँ आज आरती पूजाहरूदेखि लिएर हरेक चिजको एकदमै आनन्दसँग हजुरहरूले आनन्द लिन सक्नुहुनेछ। आरती हुन्छ अहिले पछि। र नेपालको झन्डा, हाम्रो नेपालको राष्ट्रिय झन्डा पनि हजुरहरूले देख्न सक्नुहुनेछ माथि। अब म हजुरलाई गोरखकालीको मन्दिरमा लिएर जान्छु। जे होस्, यहाँ चाहिँ फोटोहरू खिच्नलाई, भिडियोहरू बनाउनलाई नपाइने भनेर त्यस्तो कुनै पनि बोर्डहरू राखेको छैन। र मैले पनि त्यही बोर्डहरू नदेखेको कारणले चाहिँ मन्दिरभित्रको अलिकति आएको बेलामा भिडियो बनाउन गइरहेँ। यहाँभित्र चाहिँ हाम्रो गोर्खा काली माताको मन्दिर चाहिँ भित्र भयो। सबै भक्तहरू आउनुहुन्छ, दर्शन गर्नुहुन्छ र लाइन पनि घुइँचै छ हजुरहरूलाई। अब म इतिहासमा भएको केही भनौँ न, हाम्रो इतिहासको चाहिँ अब के हो त खास, मलाई अब त्यति नाम पनि थाहा छैन। यसको बारेमा नि अध्ययन गर्नुपर्ने हुन्छ। र म अहिले चाहिँ हजुरहरूलाई देखाउँदैछु गोर्खाको। उहाँहरूले नि पूजा गर्दै हुनुहुन्छ। मैले नि यहाँ पूजा गरेँ र मैले पूजा गरिसकेपछि चाहिँ मैले भिडियो बनाइरहेको छु। र यस्तै गरी हजुरहरूलाई चाहिँ म अब तलतिर फर्किँदाखेरिको गणेश भगवान्को मन्दिरदेखि लिएर सम्पूर्ण चिजहरू देखाउन गइरहेको छु। हजुरहरूले आनन्द मान्दै भिडियो हेरिदिनु होला। र अहिले चाहिँ हामी एकदमै हाइटमै छौँ र यो हाइटबाट हजुरलाई म दृश्य केही देखाउन चाहन्छु तलतिरको। हजुरहरूले देख्न सक्नुहुनेछ। यहाँ चाहिँ अलिकति अब उकालै छ, जोस् बुवा आमाहरूलाई आउनलाई अलिक गाह्रो हुन्छ।
अनि हजुरहरूले धुपबत्ती बाल्नुहुन्छ धुपबत्ती बालिसकेपछि चाहिँ धुपबत्ती राख्नलाई चाहिँ यता साइडमा राखिदिनु भएको छ धुपबत्ती बाल्नलाई ठाउँ मन्दिरभित्र चाहिँ हजुरले धुपबत्ती बाल्न पाउनुहुन्न पूजा गर्ने देउतालाई पूजा गर्यो फेरि धुप चाहिँ बाहिर ल्याएर राख्नुपर्ने हुन्छ हजुरहरूले देख्न सक्नुहुनेछ अब मन्दिरमा चाहिँ आज चाहिँ सोमबारको दिन भएर पनि भिड छ लाइन बसिराख्नु भएको छ है लामो लाइन छ उता माथिदेखिको र अहिले चाहिँ म हजुरलाई यहाँ पार्टीमा ल्याउँदैछु अब हामी यो झ्यालबाट हेर्छौँ यहाँबाट चाहिँ खास के देखिने रहेछ त कस्तो नजारा देखिने रहेछ त भनेर हामी चाहिँ झ्यालबाट हेर्छौँ र अघि म पनि त्यतै तलबाट हुँदै आएँ हजुरहरूले पनि आनन्द लिनुहोस् यहाँको दृश्यहरू देख्न पाउनुहुनेछ र अहिले म चाहिँ गोर्खा मन्दिरबाट बाहिर निस्किसकेको छु अब म चाहिँ तलतिर जाँदैछु हजुर फर्किन लागेको हजुरहरूलाई फर्किँदाखेरि चाहिँ म गोर्खाको गणेश मन्दिर पनि दर्शन गराउने छु गोर्खाको गणेश मन्दिर दर्शन गरिसकेपछि चाहिँ अब मैले आउँदाखेरि भिडियो बनाउनु पर्ने तर म चाहिँ फर्किँदाखेरि भिडियो बनाइराखेको छु है अलिकति अब आउँदाखेरि पूजा गर्दै आउनु पर्यो मलाई पनि अनि मैले भिडियो बनाएन अब अहिले चाहिँ म फर्किँदैछु फर्किँदाखेरि एकदमै आनन्दसँग हामी घुम्दै घुम्दै भिडियो बनाउनेछौँ ल हजुरहरूले देख्न सक्नुहुन्छ कुहिरो लागिसक्यो तुवालो बादलभित्रै भइसक्यो अब तलतिरको मान्छेले मासतिर देख्दैन डाँडाको व्यक्तिले तलतिर देख्दैन है त्यस्तो चिसो भयो पानी परेछ त्यति धेरै त छैन जे होस् ठिकै राति पनि केही समय पर्यो र अहिले बिहानमा पनि केही समय पानी पर्यो र शौचालय चाहिँ यहाँ तल छ हजुरहरूले मन्दिर आउँदाखेरि शौचालय आउन चाहनुभयो भने चाहिँ यता तलपट्टि छ र अघि मैले देखाएको माथि झ्यालबाट देखाएको ठाउँ चाहिँ त्यहाँ माथि भइहाल्यो त्यो माथिको झ्याल हो र हाम्रो यहाँ रामका सेना जागाराम भएर बसिरहनु भएको छ हेर्नुहोस् हजुरहरूले देख्न सक्नुहुनेछ र गोर्खा आउँदाखेरि चाहिँ गोर्खा काली दर्शन गर्न आउँदाखेरि चाहिँ तपाईँहरूले जो हाम्रो रामको सेनाहरूलाई केही चिज ल्याउनुलाई नछुटाउनु होला भन्न चाहन्छु केही न केही चिज चाहिँ रामको सेनालाई दिनलाई बोकेर आउनु होला अहिले चाहिँ म यहाँ यो अलिकति राम्रो लागेको चौर र हजुरहरूलाई मैले देखाउनुलाई पनि म यो ठाउँसम्म आइपुगेँ यताबाट तलतिर जाने बाटो पनि रहेछ यहाँबाट पनि पुगिन्छ होला तल गणेश मन्दिर तर म चाहिँ हजुरहरूलाई सिधा बाटो लिएर जान्छु जुन बाटो म आएको छु त्यही बाटो लिएर जान्छु र अहिले अलिअलि जुगा पनि लाग्दो रहेछ र म चाहिँ जहाँबाट गएको थिएँ त्यहीँबाट आइसकेँ यताबाट फर्किसकेको छु अब फेरि म हजुरहरूलाई तलतिरको दृश्य देखाउन गइरहेको छु कुहिरोभित्र टुवालोभित्र हजुरहरूले गोर्खा मन्दिर दर्शन गर्न इच्छा छ भने आउनुहोस् गोरख काली माताको जय होस् जय भोलेनाथ र यो चाहिँ यहाँ द्वारपाल गणेश कुमारदेव यहाँ हुनुहुन्छ अब यहाँ चाहिँ आउँदै दर्शन गर्नुपर्ने हुन्छ र यहाँ गोर्खाको मन्दिरमा आउनु चाहिँ गोरखकाली मन्दिरमा गोर्खा काली मन्दिरमा आउनुलाई चाहिँ गोर्खामा मन्दिर दर्शन गर्नु छ भने चाहिँ बाटो चाहिँ 2-3वटा रहेको छ र म चाहिँ अहिले यो तलको जङ्गलबाट आएको र सवारी साधनमा आउने भक्तजन चाहिँ उतापट्टिबाट जानुहुन्छ अनि यतापट्टिबाट पनि तलबाट अर्को पनि बाटो रहेछ जो 3-4 ठाउँबाट बाटो रहेछ अनि हामी दर्शन गर्ने भनेको त मन्दिरै दर्शन गर्ने हो र अहिले चाहिँ म मन्दिरबाट बाहिर निस्किएँ अब भक्तजन हजुरहरूले हेर्न सक्नुहुनेछ अब अहिले चाहिँ म जस्तो मन्दिरमा आउँदाखेरि थिएँ मन्दिरको गेटसम्म आउँदा त्यस्तै गरी म चाहिँ फेरि फर्किँदै गइसकेको छु फर्किन लागिरहेको छु
हजुरहरू पनि आइदिनु होला गोर्खा। म पनि लाइफ इज फर्स्ट टाइम गोर्खा टुर, गोर्खा दर्शन, गोरख काली माताको जय होस्, गोर्खा काली माताको जय होस्। र अब यता तलतिरबाट नि बाटोहरू रहेछ, यहाँ तलतिर पनि बाटोहरू पसलहरू सबै चिज रहेछ, पूजाको सामग्रीहरू किन्नलाई सब मिल्ने रहेछ। र म चाहिँ आउँदाखेरि यतापट्टिबाट आएँ र यहाँनिर लेख्नु पनि भएको रहेछ गणेश थान रामशाह चौतारा र तल्लो कोट जाने बाटो भनेर लेख्नु भएको रहेछ। म चाहिँ यही बाटोबाट हुँदै गएँ, यही बाटोबाट हुँदै आएँ र हजुरहरूले अब देख्न सक्नुहुनेछ अलिकति टुवालो पनि लागिसक्यो। हेर्नुहोस् है, यहाँ चाहिँ चिसो मौसम छ, वातावरण। जय गोरख काली माता की जय होस्। र हाम्रो जुन कुलदेउता भनेर हामीले मान्छौँ, कुलदेउता चाहिँ हाम्रो काली माता हुनुहुन्छ र काली मातालाई हामीले दर्शन गरिसक्यौँ। अब हामी फर्किँदैछौँ र हजुरलाई देखाउनु गइरहेको छु म गणेश थान, हाम्रो गोर्खाको गणेश मन्दिर। र म चाहिँ यस्तो कुहिरो लागेको ठाउँबाट अहिले हिँडेर तलै आइपुगिसकेको छु। अब केही समयमा म मन्दिरबाट जे होस् यता तल गणेश थान मन्दिर आउनलाई 10 मिनट जस्तो, अब हिँड्न नसक्ने बुवा आमाहरूलाई 15 मिनट जस्तो लाग्छ। म चाहिँ यहाँ हिँड्नै नै राखेको छु, हिँड्नै पर्यो होइन। यति भन्दै हजुरहरूलाई अब म गणेश मन्दिर देखाउँछु। हजुरहरूले देख्न सक्नुहुनेछ अहिले चाहिँ म यहाँ गोर्खाको गणेश मन्दिरमा आइपुगेँ। हाम्रो यहाँ चाहिँ दर्शन गर्नै पर्ने, जो कोही पनि व्यक्ति आउँदाखेरि पहिला सुरु दर्शन गर्ने भनेको चाहिँ हाम्रो गणेश मन्दिर हो। अब हामी सबैजनाको देवी देवता गणेश मन्दिर यहाँनिर हुनुहुन्छ, हजुरले देख्न सक्नुहुनेछ। र म हजुरहरूलाई त्यही ठाउँमा लिएर जाँदैछु है त। र पछाडिको दृश्य हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ गेट बनाएर राख्नु भएको छ। जे होस् यहाँदेखि माथि गोरखकाली मन्दिर जानलाई 15 मिनट 20 मिनट लाग्छ उकालो भएको कारणले बुवा आमालाई। मलाई चाहिँ अहिले लगभग 10 मिनट लागिसकेको छ। मैले चाहिँ नेक्स्ट गर्दै गर्दै हजुरहरूलाई भिडियो बनाएर पोस्ट गरिसकेको छु र म गइरहेको छु हजुरहरूलाई यहाँ भगवान देखाउनलाई, गणेश भगवान। यहाँ चाहिँ हाम्रो गोर्खाको गणेश भगवान चाहिँ उहाँ नै हो, हजुरहरूले देख्न सक्नुहुनेछ, गणेश भगवानको दर्शन गर्न सक्नुहुनेछ। जय गुरु गणेश, जय गुरु गणेश, जय गुरु गणेश। हेर्नुहोस् फलफुल पनि यहाँ धेरै नै छ, गणेश भगवानलाई फलफुल पनि चढाइराख्नुपर्छ। र वरिपरिको दृश्य नजारा पनि राम्रै छ, हजुरहरूले हेर्न सक्नुहुनेछ। आनन्द वातावरण, शान्त। र पछाडि यहाँ गणेश मन्दिरकै पछाडिपट्टि अर्को नि मन्दिर रहेको छ। अहिले मैले हजुरहरूलाई त्यो मन्दिरको नाम चाहिँ मलाई पनि थाहा नभएको कारणले र कुनै नामहरू लेखेर नराखेको भएर ढोका पनि बन्द छ, तालचा लाउनुहुन्छ। सायद वर्षमा एक फेर खोल्ला या 12 वर्षमा एक फेर खोल्ला। यसको बारेमा चाहिँ हजुरहरूलाई थाहा छ भने बताइदिनु होला। अनि म चाहिँ यो भिडियो बनाएर सफल भइसकेँ र अहिले म भिडियो यहीँनिर म इन्ड गर्न चाहन्छु। भिडियो इन्ड गर्नुभन्दा अगाडि हजुरहरूले सुरुदेखि अन्तिमसम्म यो भिडियो जसले हेर्नुभयो लाइक कमेन्ट सेयर सब्सक्राइब फलो गरिदिनु होला। र मेरो च्यानलको नाम चाहिँ नारायण नाथ योगी युट्युब च्यानल छ, त्यसपछि गएर नारायण नाथ योगी टिकटक आइडी छ, अनि नारायण नाथ योगी नै फेसबुक एकाउन्ट छ। हजुरहरूले चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र इच्छा हुने भक्तजन, यो मठ मन्दिरको जानकारी भएको कोही भक्तजन हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्नुहोस् होला, कमेन्टमा लेख्नु होला। मैले कति चिजहरूको नाम बताउन सकेको छैन होइन, त्यही कारणले हजुरहरूलाई थाहा भएको सामग्रीको
जुन चिजहरू मैले देवी देवताको सरसामानहरू मैले हजुरलाई देखाएँ। हजुरहरूलाई यदि थाहा छ भने चाहिँ हजुरहरूले बताउनु होला कमेन्ट गरेर भन्न चाहन्छु। र म चाहिँ यतिमै हजुरहरूलाई बिदा दिन्छु। र यहाँबाट यो सिडी तल गएपछि चाहिँ तपाईँको तल फेरि अर्को समाधि पनि छ, गुरु महाराज या महाराजको हुन्छ समाधि छ त्यहाँ। र मैले त्यो समाधिको भिडियो चाहिँ अलिकति छुट्टै बनाएको छु, सानो छ, त्यो चाहिँ टिकटकमा हजुरले हेर्न सक्नुहुनेछ। नारायण नाथ योगी टिकटकमा हेर्नु होला। जय भोलेनाथ। ओम नमो आदेश। ओम शिव गोरख। भोलेनाथ आपके साथ। आधी रात भोलेनाथ साथ। हर हर महादेव। जय माँ काली। जय जय गोरख। जय जय काली। जय जय गोरख। जय जय काली। जय गोरख काली। हिँड्दै चौतारीमा आइसकेको छु। यहाँ चौतारीमा चाहिँ केही लेखेर राख्नु भएको रहेछ। त्यो अक्षर अब पढ्न पनि सकिन्छ। हजुरहरूले इच्छा हुन्छ भने भिडियो रोकेर पढ्न सक्नुहुन्छ। म चाहिँ हजुरहरूलाई नजिकबाट देखाउन गइरहेको छु। यो अक्षरहरू चाहिँ के हो कस्तो हो हैन, मैले पढिरहन समय पाउँदिनँ। र हजुरहरूले चाहिँ यो पढ्न चाहेमा यो भिडियोलाई रोकेर हजुरहरूले जुम गरेर पढ्न पनि सक्नुहुनेछ। ओम नमो आदेश। ओम शिव गोरख। राखेको थिएँ गणेश मन्दिरभन्दा तलतिर पनि केही समाधि शालिग बनाएर राख्नु भएको छ भनेर मैले हजुरहरूलाई बताइरहेको थिएँ। र अहिले चाहिँ म हजुरहरूलाई त्यो स्थानमा लिएर जान गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। मैले चाहिँ नछुटाइकन एउटै भिडियोमा जोडेर मैले चाहिँ भिडियोहरू बनाइरहेको छु, जोड्दै हजुरहरूले नछुटाइकन भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् भन्न चाहन्छु। हजुरहरूले हेरिदिनुहोस्। अनि यहाँ लेख्नु भएको छ, यहाँ तल लेखेर पनि राख्नु भएको छ। यो श्री 5 राम शाह राज्यकाल 2016-63 आई यो अब अलिकति राम्रैसँग पढ्नुपर्ने हुन्छ। हजुरहरूले यो जुम गरेर पढ्न नि सक्नुहुन्छ। त्यही भएर मैले भिडियो मार्फत हजुरलाई देखाइरहेको छु। र हजुरहरूले पनि पढिदिनुहोस्, जानकारी छ भने बताइदिनुहोस् भन्न चाहन्छु। कमेन्टमा केही चिजको जानकारी छ भने हजुरहरूले कमेन्टमा बताइदिनु होला। जुन ज्ञान भनेको सबैलाई बाँड्नुपर्छ, धन सम्पत्ति भनेको मात्रै मुठी बटारेर राख्नुपर्छ हैन। त्यसै गरी हजुरहरूलाई उहाँलाई देखाउँदैछु मैले। हेर्नुहोस्, कम्मरमा खुकुरी लिनु भएको छ, दौरा सुरुवाल नै हुनुहुन्छ। र मैले चाहिँ यसो हेर्दाखेरि त्यति चिन्नै सकिनँ र हजुरहरूलाई सोधिराखेको छु। र मैले सोधौँ भने यहाँ वरिपरि कोही हुनुहुन्न। यहाँको जुन स्थायी बासिन्दा हुनुहुन्छ, यहीँकै व्यक्ति जो हुनुहुन्छ उहाँहरू कोही हुनुहुन्न। त्यही भएर मैले चाहिँ थाहा नभएको कुरा सोध्न पाएन या नाम बताउन सकिनँ। त्यसको लागि चाहिँ म हजुरहरूसँग पनि क्षमा माग्दछु। र मैले अघि हजुरहरूलाई सुपारीको बोट हो कि के को बोट हो जस्तो लागेको छ भनेर मैले हजुरलाई सोधिरहेको थिएँ। हजुरहरूले चाहिँ कमेन्ट गरेर बताइदिनु होला है त, सुपारीको बोट हो कि या अरू नै चिजको बोट हो भनेर हजुरहरूले कमेन्ट गरेर बताइदिनु होला। अहिले चाहिँ फेरि मैले चस्माहरू सब खोलिसकेँ। हेर्नुहोस्, यहाँनिर अलिकति कुहिरो लाग्ने रहेछ, टुवालो लाग्ने रहेछ। त्यही भएर मैले चस्मा चाहिँ खोल्न बाध्य भएँ। किनकि हामीले यो भगवान्ले नदिनु भएको होला नि त चस्मा लगाएर हिँड्न हैन। त्यही भएर नै मैले चस्मा खोल्न बाध्य भएको छु। र मैले हजुरहरूको सामु अब ल्याइसकेको छु।
यो सुपारीको बोट हो कि थाकलको बोट हो कि यो चाहिँ यति ठुलो बोट चाहिँ के को बोट हो यो बोट चाहिँ के को बोट हो यसको बारेमा चाहिँ हजुरले जानकारी दिनुहोस् है। जुन यो अगाडि भएको बोट छ नि यो बोट चाहिँ के को बोट पर्यो यो बोट हैन। यो बोट यहाँनिर मैले चाहिँ सुपारीको भन्ठाने सुपारीको पनि त्यस्तै र नरिवलको जस्तो पनि देखिन्छ है। नरिवल सुपारी के हो हजुरहरूले जानकारी दिनु होला कमेन्ट गर्नु होला थाहा भएको भक्तजनहरू या यही गोर्खाको बासिन्दा स्थायी बासिन्दा जो हुनुहुन्छ जसलाई थाहा छ यहाँको जानकारी उहाँले चाहिँ कमेन्ट गरेर बताइदिनु होला है त। मलाई चाहिँ खास सुपारी हो भनौँ भने फेरि सुपारी नहोला थाकल हो भनौँ भने थाकलको त्यति ठुलो बोट मैले देखेको छैन हैन। अनि त्यसपछि गएर नरिवल हो भनौँ भने अब नरिवल पनि हुन त सक्छ तर अब यही नै हो भनेर मैले भन्न सकिनँ। त्यही भएर हजुरहरूले चाहिँ बताइदिनु होला। यहाँ पनि रहेछ ल हेर्नुहोस् यो बोट यति ठुल्ठुलो पात छ है। यसको चाहिँ चकटीहरू तपाईँको सब चिज बनाउन मिल्छ यसको र हातमा सिप चाहिन्छ। यसको पातको चाहिँ लामो लामो पातहरू हुन्छ त्यसको अनि चकटीहरू बुन्दा कुचोहरू बनाउँदा हैन यसले चाहिँ एकदम झाडुहरू पनि बनाउनलाई मिल्ने रहेछ। मलाई चाहिँ जहाँसम्म लाग्यो झाडु नै बनाउने त्यस्तो चिजहरू भएपछि त्यो पक्कै नै नरिवल कि सुपारीको हुनुपर्छ भन्ने चाहिँ मेरो जिज्ञासा भयो र के को बोट हो वास्तविक भनेर हजुरले बताइदिनु होला। जय भोलेनाथ। र मेरो अन्तिम भिडियो चाहिँ अब यही चौतारोबाट टुङ्गिन गइरहेको छ। यो चौतारोसम्म को आइपुग्नु भएको छ र कसले यो भिडियो हेरेर यो चौतारोमा पुगेको हुनुहुन्छ उहाँहरूले चाहिँ कमेन्ट गरेर बताइदिनु होला। र अहिले चाहिँ यहाँ यस्तो छ पहिला चाहिँ के कस्तो थियो हैन हजुरहरूले हेर्नुहोस्। अहिले यहाँ पिपलको बोट यो भित्र यो जुन बाँसको घेरा हालेर भित्र राखेको छ यहाँ चाहिँ पिपलको वृक्ष छ र छेउमा चाहिँ यो के को वृक्ष भन्ने त्यति मैले जानकारी पाएन र मैले अन्तिम चाहिँ यही चौतारोबाट मैले भिडियो चाहिँ बन्द गर्न चाहे हजुरहरूलाई। यहाँसम्म यो बाटो को हिँड्नु भएको छ भिडियो हेर्ने हुने सम्पूर्ण भक्तजनहरू यो बाटोमा को हिँड्नु भएको छ र यो गोरखकाली माताको मन्दिरमा को आउनु भएको छ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् र फलो पनि गरिदिनुहोस् भन्न चाहन्छु। जय भोलेनाथ।